everyone, welcome to my another video. अनि आज चाहिँ बिहान यस्तोबाट सुरु हुँदैछ हामी चाहिँ फुलहरू लिएर हेलो कल्पनामा नमस्ते वेलकम टु एभ्रिवान अनि हामी आज मन्दिरबाट स्टार्ट गर्दैछौँ अनि आज हामी मन्दिर आएको छौँ बिकज आज चाहिँ के हो भन्दाखेरि आज सोमबार हो र यो चाहिँ मन्दिर छ म हेलमेटहरूको यो राख्छु यहाँनिर त्यसपछि भेट गरिहालौँ ल चप्पल लाउँदै राखेको छ नि तल राखेर नि हामी चाहिँ यतै राख्यौँ सुस्कारी भएर यतै चप्पल राखेर गयौँ ल अनि अब चाहिँ हामी पूजा गर्ने ठाउँतर्फ जाँदैछ पूजा गर्छौँ ल हेर्नु त स्टुबी पिस न कति मजाको हौ आनन्द हेर्दै आनन्द आउने कल्पनाले विश माग्दै हुनुहुन्छ सक्नुहुन्छ धेरै नै माग्नुभयो उहाँले सो हामी चाहिँ अब भिड चढाउन जान्छौँ अनि हामी अफिसै जानु लागेको डाइरेक्टली सो त्यो कारणले गर्दाखेरि पनि मैले चाहिँ कुर्ता लगाएको छु केही नगरेर म्यामले चाहिँ ड्रेसले आउनु भएको थियो अफिस जाने अनि म आज चाहिँ उता पनि जाँदैछ कि लाइसेन्सलाई त्यही भएर अब हामी भित्र जान्छौँ ल सो हामीले चाहिँ सब पूजा गरेर सबै मन्दिर यहाँनिर चाहिँ धेरैवटा भगवान्हरूको मन्दिर थियो अनि हामीले त्यहाँ पूजा गरेर बिहान कल्पना मामी आउनुहुन्छ बनाउँछु टिका चलाउनु पनि आउनुपर्छ होइन पढ्नुहरू पर्दैन हामीले टिका लिएर आउनु न अनि लगाउनु सो हामी आफै पूजा गर्ने भएपछि आफै टिका लाउनु पऱ्यो होइन अनि मन्दिर आइसकिन किन आई फुल बी लट अफ द ब्लेसिङ्स होइन यस्तो मजा लाग्छ यस्तो आनन्द आउँछ होइन यो घन्टीहरूको आवाज होइन फिल बी लाइक म छु अनि आई फिल बी म केही हो भन्ने महसुस गराउँछ क्या यो घन्टीको आवाजहरू चाहिँ मलाई चाहिँ त्यो महसुस गराउँछ होइन अब तपाईँलाई कस्तो गराउँछ आई डोन्ट नो सो हामीले पूजा गरेर टाइम अनि फिल लाइक टु बी एकदम त्यो हुन्छ नि एकदम पिस भएको साथ छ अनि अफिस जान्थ्यो त भइसक्यो तर पनि हामी यहाँ बसेर एकछिन चौताराको मुनि यस्तो मुनि बसिराखेको छु अनि अब हामी टिका लगाउँछौँ अनि फर्दर अफिसतिर जान्छौँ आज म लाइसेन्स लिनको लागि पनि जानु छ त्यहाँनिर म्यामले टोकन काटेर ल्याइदिन्छ भन्नुभएको छ अब टोकन चाँडै पऱ्यो भने म चाँडै जानु पऱ्यो जाने बित्तिकै जानु पऱ्यो त्यो कारणले गर्दा पनि त्यहाँ पनि चाँडै पुग्नु पऱ्यो हस् कल्पना त उहाँनिरबाट टिका लिएर आउँदै हुनुहुन्छ कपाल पनि आशीर्वाद बाबा हो क्या राख्दैन रे औ यो नि राख्दैन रे हामी एकअर्कालाई ब्लेसिङ्स गर्दैछ क्या भोलि जिन्दगीमा प्रगति गर्दै गर्दै सँगै जानु छ त्यही भएर हामी चाहिँ टिका लगायौँ ल आफै आफै यहाँ चाहिँ त्यस्तो पण्डितहरू हुनुहुँदैछ क्या उहाँ त त्यो त म हो क्या खानेकुराहरू अहिले चाहिँ हामी डाइरेक्ट उताबाट यहीँ आएको थियौँ नि त अनि यस्तो राम्रो राम्रो खानेकुराहरू अनि चाहिँ हामीले यहीँ ल्याएर बनाएर खानु लागेको कि अनि कल्पना म्यामको चाहिँ आज खानु हुँदैन अरे त्यही भएर उहाँले पहिलो दिन बस्नुभयो बिचको 2 दिन बस्नु भएन अनि लास्टमा चाहिँ इपिकवाला सो हो यस्तो यस्तो कुराहरू है अनि मजाले तोडिदिनु भन्दै हुनुहुन्छ अर्को व्रत पनि तोडिदिनु भन्ने हो र तपाईँ यस्तो सुन्नुभएको थियो कहीँ 12 बजेदेखि व्रत तोड्ने भनेर दिउँसोकै 12 बजे तोड्ने क्या रातिको भए पनि हुन्छ नि सुन्नुभएको भने सुन्नुहुन्छ है सो हामी चाहिँ चटपटी बनाएर खाँदैछौँ अनि हामीले चाहिँ अब हुन त यो जङ्क फुडै हो तर पनि हामीले अब बाहिर भन्दा बरु यहीँ अफिसमै बसेर खाउँ न भन्यो भने आज सोमबार पनि प्रायः आउनु पनि भएको थिएन अनि हामी नै थियौँ सो त्यो हुँदाखेरि चाहिँ खानु ल चटपटै खान्छौँ अफिसमा हामी डाइरेक्ट आएको नै थिएँ अनि त्यही भएर केही खाएको थिएनौँ त्यही भएर के खाऊँ भने हिजो त हामीले खाना गयौँ तर सुरुको चाहिँ अलि हो त्यस्तै भयो के सुनाउनु है अनि दोस्रोवाला चाहिँ मिठै भयो त्यहाँ खायौँ अनि त्यही भएर आज
आज पनि खाजा खान मन लाग्यो खाजा चाहिँ आदत हुन्छ क्या यस्तो हुन्छ अनि मेरो त्यतिको आदतदेखि नचुरले चाहिँ मलाई चाहिँ मनपर्छ रातो टिका मसँगै थियो मेरो कार्तिका चाहिँ भ्याइरहेछ त्यही भएर रातो टिका लाग्नु म चाहिँ विवाहित होइन पढेँ सो मन्सलेरमा हामी अफिसमै यहाँ पुरा कटिङ बोर्ड त खतरा छ त मन्सल कटिङ बोर्ड अनि हाम्रो सेफ मिठो गरी खान्छु ल बनाउँदैछु ल म चाहिँ यहाँनिर चटपटे यो हाल्दैछु यहाँनिर क्यामेरा फोटो आफूले खानु हुँदैन हेर्नु यति राम्रो बनाएको राम्रो बनाउनु कि कलरमा किन भन्नु न तपाईँहरूले त्यहाँ यस्तो बनायो क्यामेरा बनाएको कस्तो उभिगाडी भयो कि अब क्यामेरा एङ्गल दिनु पऱ्यो आँखा हेऱ्यो कि उहाँले बनाउनु भन्दा बरु म आफै यहाँ बनाउँछु ल होइन कि हेर्नु न कस्तो राम्रो बनाइदिनु क्यामराम्यान चाहिँ यस्तो राम्रो बनाइदिन्छु हो कति धेरै डस्ट भयो डस्ट पुरै पुरा हामीले यहाँ हालिसक्यौँ ल हाम्रो एकदम यति धेरै गर्छ मिक्सअप गरेर मसला त काट्नु गयो हामी चाउचाउ ल्याउनु बिर्सनु भएर चाहिँ म्यामहरूले गएर फेरि चाउचाउ ल्याउनु भयो च्याउ ल्याउनु भयो अब हामी यहाँ हाल्छौँ अनि हामी पढे तर 260 भनेको त 5 प्लेट आउँथ्यो मन चटपटे मजाले काटेर अझै भ्याउनु प्याज काटेर भ्याउनु चाहिँ अरू कतै काटेर भ्याउनु छ यस्तो भन्दैछ है यतातिर चाहिँ त्यो भएर तरकारीले हालिसक्यौँ अर्ग्यानिक तरिकाले कटिङ हुँदैछ यहाँनिर चाहिँ मिठो गरेर खानु ल निम्बु निचल भयो लास्ट आउनु भएको न पुरा ब्रेन ओन हेर्नुहोस् है हाम्रो चटपटे दाइ र दिदी खाना चाहनुहुन्छ भने प्लान गर्दै हुनुहुन्छ है उहाँहरूले चटपटे 50 रुपियाँ चटपटे बनाउनलाई 2 घन्टा लगायो भने त मैले भन्न खोजेको तपाईँ चटपटे बेच्न बस्नुभयो भने चटपटे बेच्ने एउटा चटपटे बनाउनै तपाईँलाई 2 घन्टा लाग्यो भने के हुन्छ हालत के भन्छ प्रफिट भन्दा पनि बढी लस हुन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ म तपाईँहरू नगर्ने बिजनेस सो यसलाई हामीले कटिङ बोर्ड बनाउनु लाग्यो क्या चाहिँ क्लिप बोर्डलाई चाहिँ कटिङ बोर्ड भयो क्या मिठो बास्ना हाम्रो चटपटे झोला कस्तो खतरा देखिन्छ चटपटे खाली डिस्काउन्ट बिचरा कल्पना डिस्काउन्ट हुँदैन मजाले यस्तो कुरामा बिचरा डिस्काउन्टमा चाहिँ हाम्रो कल्पना सोच्छु ल मिठो भयो कस्तो मिठो भयो टेस्टी भयो भइहाल्यो त यहीँ आऊ भनेर पनि भयो कसलाई भन्नु न मिठो भयो हाम्रो अगाडिको म्याम स्टाफ म्याम हुनुहुन्छ नि उहाँलाई मिठो भयो म एक्सपेक्टेसन भन्दा मिठो भयो है ठिक्ककै सब ओपी भयो कलम चाहिँ हेर्नु न नहाने भने बाँच्नले पनि एफर्ट पारेछ चाहिँ खायौँ ल अब चाहिँ 4 भयो च्याट्टै भयो है चटक एक फर्स्ट आधा थियो है आधा पछि भयो
मसर अगायो कि अझै एकचोटि यस्तै बनाएर त्यस्तो भएन हामीले चाहिँ यस्तो मिठो गरेर खायौँ यस्तो मात्र मिठो भएको नि आज टेस्टी भएको पिरो पनि नै सबै ठिक्क ठिक्ककै नुनहरू ट्याक बिर्नु नि टेस्टी गराएन कति धेरै नाले नै नुन ला जस्तो हुँदो रहेछ 6 महिना खाने हो क्या हामी नुन खाने सो हामीले अब मिठो टक्कर खायौँ खाना भन्ने पनि भयो छुट्टो सेड्युल अब फ्री सेड्युल पनि भयो बिर्सेड्युल पनि बिहान चाहिँ Many minutes later. यति रातिको बेलामा अब घरमा आज खाना पकाउनु पनि थियो आउँदा पनि लेट जस्तै भयो अनि घरमा के गर्दा अनि कलर म्यामले पनि के गर्नुभएछ बिजी हुनुभएछ म पनि रुमबाट नि के गरेर भिडियो चाहिँ एडिट गरेर के कामहरू थियो त्यसै गरेँ ब्लगको लागि एडिट गर्दै थिएँ भिडियोहरू अगाडिको क्लिपहरू एडिट गर्दै थिएँ सो त्यो हुँदै गर्दा चाहिँ हाम्रो घरमा खाना पाकेको रहेन 7:30 बजे रुमबाट निस्किँदै गर्दा त भान्सा त खाली त्यसपछि मलाई कस्तो नाक हुँदैछ नि हिजो पनि मलाई ज्वरो आएको थियो फिभरबाट पुरा बढ्यो नि अहिले पनि पुरा पसिना आइरहेको छ कि गर्मीले भन्दा पनि बडी एकदम टेम्परेचर कस्तो बढाए जस्तो अनि बरु खाना बनाउन त्यो टाउको दुखाइ भन्दा बरु तरकारी सरकारी के गर्नु भन्दा बरु जाउँ खाना खाएर बाहिरै भनेर सो हामी चाहिँ जाँदैछौँ लागिसकेको स्कुटरहरू पनि खोलेर कल्पना आउँदै हुनुहुन्छ अब चाहिँ हामी खाना खान जान्छौँ ल खाना खाने ठाउँमा भेटघाट गरौँ ल हामी चाहिँ आइसक्यौँ खाना खान मै खाँदो कल्पना म्याम आउनुहुन्छ हामी चाहिँ मिठो खाना खान्छौँ ल अब खाना मगाइसक्यौँ हामी चाहिँ आज भेज खान्छौँ प्लान ल चेस म राखिकन उल्टा परेछ सम्झनु होला जस्तो भएको छ आज मै खान्छु धेरै नाक सिलाइरहेको छ जस्तो भएको छ मै खान्छौँ खाना अर्डर गर्छौँ यहाँ चाहिँ खाना एकदम फास्ट आउँछ आइपुग्छ होला हाम्रो चाहिँ भेज खाना आयो ल खाम ल मिठो गरेर आज उपास गरी पूजा गरेर खाने बेलामा पूजा गर्दै खान्छौँ ल सादा खाना खाना अब घरमा यति धेरै कहाँ बन्थ्यो कलर राम्रो घरमै बनाउँछु भन्दैन यति धेरै कहाँ बन्थ्यो खानु खानु मेरो हात फर्के यस्तै हो खान्छौँ ल मैले चाहिँ पुरै खाएर भ्याएँ होइन चरक्कै पार्यो अन्त उसले त खाना कल्पनाले खाना यसरी फ्याँकिन बिचरा खानै सकेन पेट पनि सानो छ मान्छे पनि सानो छिन् हामी चाहिँ खाना खाएर निस्क्यौँ भने मै बाँकी थियो मै पनि मै किन्नु पर्दो रहेछ हामी अब चाहिँ घर जान्छौँ ल हामी खै अहिले टाइमहरूमा खान्छ सो हामीले मिठो खाना खायौँ अब घर गएर हामी सुत्छौँ रेस्ट गर्छौँ के गर्छौँ होइन सो तपाईँहरू खाना खान यहाँ नआउनु कतै जानु अलिक मिठो त्यस्तो आज त त्यस्तो पहिला आउँदा चाहिँ मिठो थियो आज अलिक टेस्ट हेर्नु समय बित्दै गएपछि मान्छेले आफ्नो टेस्ट हेर्नु मलाई यही मन पर्दैन कि मान्छेको टेस्ट बिगार्छन् रेट बिगार्छन् होइन पहिला एउटा रेट थियो अहिले फेरि रेट बढाएछ हावा के मलाई यही ठिक लाग्दैन पर्मानेन्ट हुन्छ नि जस्तै होइन कति ठाउँमा मैले होइन लिटरली सिन्स मैले आई थिङ्क सो 2020बाट खाएँ होला होइन आजसम्म सेम अफ द रेट अनि त्यति मात्रै नभएर टेस्ट पनि एउटै के होइन रेट बढायो भनेर पनि टेस्ट चाहिँ एटलिस्ट टु बी टेस्ट त इन्क्रिज गर्नु पनि छैन जे पर्दैन होस्ट बनाएँ होइन त्यो चाहिँ के छ त्यही पनि अब बेलुकाको खानालाई कहिले नराम्रो भन्नु हुँदैन भनेर सिकाउनु भएको छ आमाहरूले त्यो भन्दा हामी भन्दैनौँ पनि अनि अलिक घाँटीतिर चाहिँ मै त खाइदिउँ बिमारी पो हुन्छु कि भन्ने टेन्सन लाग्यो र यति भन्दै तपाईँहरूले मलाई यहाँसम्म लङ टाइमपछि मैले भिडियो हालिरहेको छु बिकज अफ मेरो मोबाइलको स्टोरेज नभएर अनि मैले धेरैवटा भिडियो धेरैवटा फोटोहरू एप्सहरू फालेर बल्ल यो भएको छ अनि त्यही भएर नि माया गरिदिनु होला कन्टिन्यू गर्नु मन लाग्छ इच्छा हुन्छ तर
स्टोरेज नहुँदै गर्दा कति डकुमेन्टहरू हुन्छ त्यो फाल्ने कुरा हुँदैन, कतिवटा फोटो भिडियोहरू यति इम्पोर्टेन्स हुन्छ जुन मेरो करियरको लागि मेरो लाइफमा मेरो त्यो जर्नीमा एकदम इम्पोर्टेन्ट हुन्छ। नट अन्ली त्यो आफ्नो फोटो होइन क्या, इभन म जहाँ जस्तो जुन ठाउँमा इन्डस्ट्रीमा काम गर्छु त्यसको लागि त्यो फोटो भिडियो एकदम इम्पोर्टेन्ट हुन्छ। अनि द्याट्स वाइ पनि फाल्न सकिरहेको हुँदिनँ अनि धेरैवटा फालेर अनि मैले भिडियो बनाएको छु। अनि माया गरिदिनु होला भन्दै अब चाहिँ बाई बाई भनिदिनुहोस्। बाई सबैजनाले फलो गरिदिनु, सब्सक्राइब गरिदिनुहोस्। अनि यो शुभरात्रिमा तपाईँहरू सबैलाई शुभरात्रि भन्दै तपाईँहरूको माझबाट हामी पनि बिदा हुन्छौँ। हस् त, धन्यवाद, बाई बाई। गुड नाइट, लभ यु अल। धेरै धेरै माया। इसा मगरको ब्लगमा टिङ 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 सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच।